गाइस, आज पनि हामी घरमै मोमो बनाएर खाना लागेको छौँ। आज चाहिँ हामी भेज मोमो बनाउँदैछ है। यहाँ पिठो रेडी भइसकेको छ अनि यहाँ म चाहिँ आचार पिस्न लागेको हाम्रो अर्ग्यानिक है। अनि मोमो भित्र हाल्ने किमो चाहिँ यहाँ हाम्रो तयार हुँदैछ के। आज चाहिँ हामी भेज मोमो बनाएर खाने भनेर यसरी रेडी गरिरहेछौँ है। अब अहिले पछि पनि देखाउँछु नि त म। हेलो गाइज, वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी घरमै मोमो बनाएर खाना लागेको छौँ। आज हामी स्पेसली के को मोमो बनाउन लागे? भेज मोमो बनाउन लागिरहेछौँ है साथीहरू। मोमो सबैलाई मनपर्छ। मोमो त फेभरेट फुड हो नि त होइन सबैजनाको। हामी चाहिँ अब बेला बेलामा मोमो खान मन लाग्यो भने घरमा आफ्नै अर्ग्यानिक तरिकाले आफ्नो स्टाइलले बनाएर खाने गरेका छौँ। आज पनि हामी दुईजना यहाँ खानालाई त अब सुरुमा तयारी हुनु पऱ्यो नि त, यसरी तयारी गरिरहेछौँ है साथीहरू। कसलाई मोमो खानु मनपर्छ यतिखेरै हाम्रोमा आइपुग्नु भयो भने चाहिँ हामी बाँडेर खान्छौँ, पाउनुहुन्छ। बेल्ने तरिका पनि यस्तो छ फेरि हाम्रो त है। यो पनि के अरे अर्ग्यानिकै हो कि, सबै कुराहरू अर्ग्यानिक हो। अर्ग्यानिक पो खानुपर्छ त घरैमा साथीहरू। यसरी पहिला अब यस्तो बनाउनु पऱ्यो नि त, अनि फेरि बेल्नु पऱ्यो है। दुईजना छ, अब दुईजनाकै हात खाली छैन, त्यही भएर हाम्रो अनुहार चाहिँ देखेको छैन है। देखाउने छु ल गाइस। हामीले चाहिँ एक लटको चाहिँ रेडी भइसक्यो है। मोमो पनि खत्रैसँग पोको पारेछ कि, हामीले चाहिँ पोको पारेछ भन्छन् है हाम्रो ल्याङ्ग्वेजमा चाहिँ। अब अरू चाहिँ थाहा भएन, नहाँस्नुहोस् ल साथीहरू। ल अब पकाउ ल, अब खानुपर्छ है। हाम्रो चाहिँ अचारी, हाम्रो अर्ग्यानिक अचार यस्तो हुन्छ है साथी हो मोमोसँग खाने। हाम्रो मोमो पाकिसकेको छ, अब चाहिँ खान्छु ल। यस्तो बनाएको छ है। के भयो, नुन लागेन? अझै अलिक सुक्खा भयो कि यो। अनि गिलो बनाइदिउँ कि। हामीले चाहिँ मोमो पाकेर नि खाना सुरु गरिसक्यो। साह्रो मिठो भएछ है। पहिला चाहिँ हामीले मासु लिएर आएर मासुकै मोमो बनाउँथ्यो। आज चाहिँ भेज मोमो खान मन लागेर भेजमा बनाएको, तर एकदम टेस्टी भएको छ, मिठो भएको छ। भेज पनि मिठो हुँदो रहेछ बहुत। भेज चिजमा के फरक छैन है। मिठो छ तर। यस्तो जाडोमा नि यसरी तातो मोमो खानुपर्छ क्या, अनि पो पेट पनि आगाउँछ। मुख पनि पोल्छ, अचारले मुख पनि पोल्यो। ल गाइस, हामी यस्तै त हो नि। मोमो भनेको यसरी तातो खानुपर्छ के पाक्ने बित्तिकै, अनि मिठो पनि हुन्छ, हेल्थको लागि राम्रो पनि हुन्छ। ठुलो भयो। हामीले बनाएको मोमो चाहिँ यस्तो छ के साथीहरू। जे होस् राम्रो छ, मिठो छ। मिठो पनि छ, राम्रो पनि छ। अब चाहिँ बनाउँदै खाँदै गरेर फुटेको पनि जस्तै छ, तर खानुपर्छ यार, अझै पाक्दैछ। यति धेरै मोमो छ कि अझै यति धेरै छ साथीहरू। राम्रोसँग हालेर अनि त्यो टक्क पोलिदिन्छु।
आफ्नो पिरियडमा 5 मिनट त भइहाल्छ अनि हेर्नु न गाइज हामी के मोमो बनाउँदै पकाउँदै खाँदै खाँदै यहाँ अगाइसक्यो अब लास्टमा चाहिँ एउटा धेरै खान्छ भनेर कसले धेरै खान्छ कसले धेरै खान्छ भनेर यहाँ घटाउनु मलाई बढी भयो भनेर भन्छ भने है भोक लागेको बेलामा हो भने चाहिँ अलिकति मलाई बढी दियो भने हुन्थ्यो जस्तो लाग्छ होला अहिले चाहिँ यस्तो भयो कि गाइज रमाइलो हो अबे मलाई अहिले धेरै भयो के अब खानुपर्छ कतिवटा सकिन्छ टेस्टी मेरो मुख खाली छैन नि त त्यही भएर छोटो बोलिदियो बिस्तारै गर्नु पनि अड्कियो हड्डी छैन नि त असमा त सबै मासु छ क्या भनेर झुट बोल्नु हुँदैन है फेरि हामीले भेज मोमो बनाएर खाएको भन्ने कुरो थाहा छ नि त हाम्रो जापानको लाइफ स्टाइल त यस्तो छ राइट होइन यसरी घरमै मोमो बनाएर खाइन्छ नेपालमा मैले खाँदैन होला है नेपालमा त किनेर नेपालमा हुँदा चाहिँ अल्छी लागेर होला नि त किनेर खाइन्थ्यो घर छोड्नु पर्दो रहेछ जे कुराको पनि इम्पोर्टेन्स भन्ने कुरा महसुस हुँदो रहेछ क्या अब त इनफ भइसक्यो अझै बाँकी छ मोमो हाम्रो त मोमो पनि अर्ग्यानिक बसाइ पनि अर्ग्यानिक खाने तरिका पनि अर्ग्यानिक हातैले खाने हो अनि मान्छे पनि अर्ग्यानिक हो कि फेरि मेरो साथी चाहिँ व्यस्त छन् कि त्यहाँ अनि क्यामेरामा आउनु भएको छैन क्या ब्याक साइडमा बसेर मलाई सपोर्ट गर्दै हुनुहुन्छ एउटा कुरा थाहा छ मेरो साथीको फेभरेट कुरा नेक्स्ट टाइम भन्छु अहिले नभन्ने क्या मोमो भन्दा पनि फेभरेट कुरा छ एउटा अब मलाई पनि मोमो पुग्यो जस्तै भयो साथीहरू गाइज ल बाई बाई